हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आएको म सन्चै छु, तपाईँ सन्चै हुनुहुन्छ होला। अनि बाँकी अहिले बिहानै हामी चाहिँ यता हिँड्दैछौँ। अहिले देख्न सक्नुहुन्छ कोटपुर चौरा चाहिँ यही नै हो। एकदमै राम्रो देखिरहेछ। बाँकी हामी चाहिँ अहिले होटेलमा जान लाग्छौँ। हामीले चाहिँ नास्ता पसल खोलिया छौँ अनि त्यही भएर हामी जाँदैछौँ। बिहान एकदमै चिसो छ कोटपुरमा चाहिँ। बाँकी त्यही नै हो, देख्न सक्नुहुन्छ। यो चाहिँ नयाँ बस पार्क जाने बाटो हो। यहाँदेखि जान्छ, यहाँ चाहिँ नयाँ बस पार्क बनिरहेको छ, त्यही भएर हो। अनि हामी चाहिँ यता पुरानो बस पार्क साइड छ। बाँकी त्यही नै हो। अहिले बिहानमा चाहिँ एकदमै सुन्दर देखिरहेछ ओ बस्ती। सो त्यही नै हो गाइज, हामी चाहिँ होटेलमा आएका थियौँ। म चाहिँ त्यहाँ एउटा सामान बनाउन लगाएको थिएँ फर्निचरमा, त्यो लिन जाँदैछु। यो चाहिँ कोटपुरको मेला ग्राउन्ड भनेर पनि चिनिन्छ। अनि चारैपट्टि एकदम रमाइलो छ, देख्न सक्नुहुन्छ। एकदमै सुन्दर ठाउँ। त्यही नै हो। अहिले म जान्छु, के कस्तो हुन्छ त्यो पनि देखाउँछु। बाँकी यो चाहिँ कोटपुरमा फोटो खिच्ने बनाएका छन्। एकदमै यहाँ फोटो खिच्न अहिले बिहान भनेको चाहिँ यही हो। हामीले बनाउन लगाएका थियौँ। बन्न अब केही मिनट लाग्छ अरे। साथै पनि ब्लग राम्रो लाग्यो होला। यदि राम्रो लागे सबैले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। बाँकी हामी अहिले होटेलमै छौँ, केही समयपछि घर जान्छौँ। आजको ब्लग चाहिँ म यहीँ अन्त्य गर्छु। फेरि आउनेछु कुनै न्यू भिडियोको साथ। तपाईँहरूले माया देखाइदिनु होला अनि सबैले लाइक, कमेन्ट गरिदिनु होला। अहिलेलाई भिडियो अन्त्य गर्छु। थ्याङ्क यू फर वाचिङ। Bye.